जति छिटो गए पनि काममा ढिलो भइन्छ बोकेर निस्किसकेको छु है डाँफे स्टोरबाट। हेलो हेलो एन्ड नमस्ते, तपाईँलाई टक विथ प्राञ्जलको यो नयाँ भ्लगमा फेरि पनि स्वागत गर्दछु किङ जर्ज डाउनटाउनबाट। आज म जाँदैछु एउटा नेपाली ग्रोसरी स्टोर है। ग्रोसरीहरू केही पनि चाहिरहेको थिएन। आज म भर्खरै आएको कामबाट पनि र म आएको उतैबाट हो होइन, तर चाहिँ के भयो भने यता आइसकेपछि मलाई फेरि उतै जानु मन लाग्यो क्या। अब यताउता कता भन्दा म इस्ट ह्यास्टिङ नजिकै जाँदैछु भ्यान्कुभर किङ जर्जबाट केही नेपाली प्रडक्टहरू लिनको लागि, जस्तै वाइवाई, करेन्ट, क्विक्स अनि लेजहरू, नेपाली चिप्सहरू होइन। त्यो सबै म जाँदैछु। कहाँ जाँदैछु, स्टोरको नाम के हो त भन्दा म भिडियोमा अगाडि भन्दै नै छु है त, स्टे ट्युन। अब कतै जानु पर्दाखेरि यो चोक चाहिँ मेरो फर्स्ट स्टप हुन्छ क्या, किनभने कहीँ कतै जाँदा एउटा डबल कफी त लिनु पऱ्यो। कहाँको त भन्दा टिम हर्टन्सको, नट स्टारबक्स। हामी स्टारबक्स त्यति जाँदैनौँ। क्यानाडामा धेरै जसो मान्छे जाने भनेकै टिम्समा हो। मैले दुईवटा भिडियो अगाडि पनि भनेको थिएँ होइन। अब म टिम्सबाट एउटा कफी लिन्छु, त्यसपछि हामी जान्छौँ स्काई ट्रेनमा। लाइक कफी पनि लिगियो होइन, डबल त लिगिएन, किनभने डबल बिहानमा ठिक हुन्छ। डबल मिन्स डबल सुगर एन्ड डबल मिल्क है, स्ट्रङ पनि हुन्छ। र अहिले चाहिँ भनिला आइस कफी र टिम हर्टन्स चाहिँ यही नै हो। प्रायः जसो हामी जाने टिम हर्टन्स यही नै हो, किनभने हाम्रो घरबाट धेरै नै नजिक छ। र यो ठाउँ तपाईँहरूलाई अभ्यस्त पनि भइसक्यो होला। म प्रायः जसो हिँड्ने ठाउँ बाटो यही नै हो। भिडियोमा 3-4वटा भिडियोमा मैले देखाइसकेको छु, त्यही भएर नयाँ केही जस्तो नयाँ नै होइन जस्तो लाग्ला होइन। तर के गर्नु, हिँड्ने बाटै यही हो। र त्यहाँ कफी लिने घर ठ्याक्कै पछाडिको यो बिल्डिङ छ, लगभग यसको उतापट्टिको बिल्डिङमा। अनि ठ्याक्कै यहाँ चाहिँ स्काई ट्रेन स्टेसन छ किङ जर्जको होइन। एक मिनट लाग्छ होला खन्ती हिँड्यो भने है। र दिस इज ट्रेन है, गइरहेको छ। र त्यही हो। अब यहाँबाट म जान्छु सायद कमर्सियल ब्रोडवे झरेर, त्यहाँबाट म बस लिन्छु होला। म जाँदैछु भ्यान्कुभरमा भएको नेपाली ग्रोसरी स्टोर, त्यसको नाम हो डाँफे स्टोर है। म भनिदिइहालेँ, म जाँदैछु डाँफे स्टोरमा। मेरो यो सेकेन्ड टाइम हो डाँफे स्टोर्समा। आज म नुडल्सहरू, अरू केही नेपाली स्न्याक्सहरू लिन जान थालेँ हो। त्यस्तो धेरै ठुलो कुरा केही छैन लिन जानुपर्ने। अनि त्यतिमै म लिएर फेरि फर्किन्छु, यही ठाउँमा आउने हो किङ जर्जमा। अनि त्यसपछि बल्ल अरू कुरा हुँदै गर्छ। र अब ट्रेन पनि आउँदैछ होइन। यतापट्टिको यो ट्रेन चाहिँ भ्यान्कुभरबाट आएको लास्ट स्टप हो। यसपछि स्काई ट्रेन स्टेसन एक्सटेन्सन हुँदैछ ल्याङ्लीसम्म। अहिलेको लागि भने चाहिँ यो लास्ट स्टप हो। हाम्रो ट्रेन चाहिँ उता कुनाबाट आउँदैछ है। यही ट्रेनमा चढेर हामी जाने हो वाटर फ्रन्ट। ट्रेन पनि यही हो है, स्काई ट्रेन। भ्यान्कुभरमा चाहिँ बढी स्काई ट्रेन चल्छ। वी डोन्ट ह्याभ सबवेज युएसको जस्तो र अरू स्टेटको जस्तो। हामी चाहिँ सबै स्काई ट्रेनमै ट्राभल गर्छौँ। अहिले चाहिँ म चाहिँ स्काई ट्रेन स्टेसनमा छु, स्काई ट्रेनबाट गइसकेको छु होइन। हामी चाहिँ किङ जर्जदेखि सरी जाँदैछौँ। भर्खर ट्रेन चल्यो। बिचको एरियाहरू म चाहिँ क्याप्चर गर्दै जान्छु है। कस्तो छ त सरी सेन्ट्रलदेखि अथवा किङ जर्जदेखि भ्यान्कुभर जाने स्काई ट्रेनको रुटबाट देखिने दृश्यहरू म नझर्दासम्म म चाहिँ क्याप्चर गर्ने ट्राई गर्छु है। यो चाहिँ अब हामी सरी सेन्ट्रल आइपुगेका छौँ। करिब 1 मिनटको राइडपछि किङ जर्जदेखि सरी सेन्ट्रल आइन्छ। यो नै यहाँको मेन बस लुपहरू र यहाँको मेन सेन्टर नै सरी सेन्ट्रल हो। तर अलिकति बढी एट्र्याक्टिभको रूपमा चाहिँ, एट्र्याक्सनको रूपमा चाहिँ सरी सेन्ट्रलभन्दा किङ जर्ज सेन्ट्रल चाहिँ अलि बढी प्रचलित छ। फ्रेजर रिभर हो। अहिले चाहिँ म आइपुगेँ होइन। अहिले यो जोएस कलिङवुड स्टेसनको तल। यहाँबाट म बस लिन्छु 27 नम्बरको, किनभने कमर्सियलबाट मलाई लामो परिरहेको थियो। त्यही भएर म 2 स्टप अगाडि नै झरेँ होइन। यो यहाँ चाहिँ जोएसबाट चाहिँ छिटो लाग्दो रहेछ बस। त्यसपछि अब म बस लिएर सिधै जान्छु त हाम्रो नेप्लिज ग्रोसरी सप, त्यसको नाम हो डाँफे।
एन्ड दिस इज नट एनी पेड प्रमोसन है, यो कुनै पेड प्रमोसन होइन, ऱ्यान्डमली म जान्न थालेँ हो। केही मैले भनिहालेँ केही नुडल्सहरू चाहिएको थियो, त्यो भएको भएर मैले भिडियो पनि देखाएको थिएँ हिजो साँझ डाँफे स्टोर्सको। अनि म आज उतै पस्छु भनेको थिएँ, फेरि सरासर आइपुगेछु अनि फेरि क्यामेरा बोकेर म फेरि जान लागेको छु के। अब बस पनि चढौँ, त्यसपछि बल्ल हामी त्यहाँ उत्रिन्छौँ। थाकेर धन्नै छुटेको बस पनि है, दौडी भेटाउनु पऱ्यो बसलाई। यहाँ यस्तै हो है, जति छिटो गए पनि बस छोड्छ, जति छिटो गए पनि काममा ढिलो भइन्छ होइन। दिनको सुरुवात दौडेरै हुन्छ क्या, त्यसो भएको भएर बल्ल भेटियो, ड्राइभरले रोकिदियो होइन। दौड्दै आइरहेको थिएँ म, साइड स्क्रिनबाट देखियो होला। त्यो यहाँ चाहिँ अक्सर यो चिज भइरहेको हुन्छ है। लगभग आइपुगेको छु होइन। अहिले यति बेला छु म कुट्ने लुप्समा, बर्नेबी र भ्यान्कुभरको बर्डर एरिया जस्तो होला, आई डोन्ट नो। कुट्ने लुप्समा छु। यसपछि म जान्छु इस्ट ह्यास्टिङ। अब यहाँ 140 मिटरको वक पछि हिँडाइपछि म पुग्छु होइन डाँफे स्टोरमा। धेरै टाढा पनि छैन, नजिकै छ कुट्ने लुप्सको बस लुपबाट। कति 140 मिटर मात्रै होला, लगभग 2-3 मिनटको वक पछि म ठ्याक्कै पुग्छु स्टोरमा। त्यसपछि हामी बल्ल स्टोरमा हेर्छौँ के छ नेपालमा जस्तो छ छैन होइन। के राख्नु भएको छ उहाँहरूले अहिले सामानहरू, नेपाली प्रडक्टहरू बेसिकली, र इन्डियन प्रडक्टहरू पनि होला। त्यो सबै हामी त्यहीँ गएर एक्सप्लोर गर्छौँ है त। ल म अहिले आइसकेको छु हाम्रो नेपाली ग्रोसरी स्टोरमा। इस्ट ह्यास्टिङ होइन ब्रदर, यो इस्ट ह्यास्टिङमा रहेको डाँफे स्टोरमा। आसपास हुने, सरीमा हुने पनि आउन सक्नुहुन्छ, नत्र उहाँहरूले हप्ताको एक दिन चाहिँ फ्री डेलिभरी गर्नुहुन्छ। सन्डे अल ओभर भ्यान्कुभर है, सन्डे पुरै सरीतिर पनि अनि भ्यान्कुभरतिर पनि। नेपाली आइटमहरू त पाउँछ कि इन्डियन आइटमहरू पनि मिल्दोजुल्दो, हामीसँग मिल्दोजुल्दो आइटमहरू पनि पाउँछ है। जस्तै फर इक्जाम्पल यो पनि छ, तपाईँलाई केही चाहियो भने मुभदेखि सानोदेखि ठुलोसम्म सबै कुराहरू लिन सक्नुहुन्छ है। इन्डियन लेजदेखि लिएर नेपाली रिजालको चिप्ससम्म उहाँहरूले राख्नु भएको छ। अनि ओरियो, ब्रिटानिया, अनि यो फुरनदाना, वाइवाई, करेन्टको चिज बल लगायत सबै नेपाली स्न्याक्सहरू पाउँछ है। तपाईँहरू आसपासमा हुनुहुन्छ, टाढामा हुनुहुन्छ भने सबै माध्यमबाट उहाँहरूसँग लिन सक्नुहुन्छ होइन। उहाँहरूको टिकटक पनि छ डाँफे स्टोर, नभए इस्ट ह्यास्टिङमा इन पर्सन आएर पनि लिन सक्नुहुन्छ। म तपाईँलाई एकचोटि बाहिरदेखिको लुक देखाउँछु। करेन्टको 2PM को विभिन्न फ्लेभर पनि छ, अनि 2X, 1X, 3X पनि होला पक्कै पनि। 3X छैन, माथि यतापट्टि 3X पनि छ है। जसलाई अत्याधिक पिरो चाहिन्छ उहाँहरूलाई 3X पनि छ। अनि यता लेन्टिल्सहरू, दाल, राजमा, बोडी, केराउ होइन, बिन्स, अर्डरको दाल लगायत सम्पूर्ण दालहरू, चियापत्ती। ल यो टोक्ला पनि छ, ल जसलाई टोक्ला रियल मसाला चाहिन्छ टोक्ला पनि पाउनुहुन्छ। किन म देखाउँदैछु भने उहाँ र हाम्रो एउटा छुट्टै कन्भर्सेसन पनि तपाईँहरूले छिटै हेर्न पाउनुहुन्छ। मैले 2 महिना अगाडि अप्रोच गरेको, के गर्ने, टाइम मेरो मिलेको छैन। यहाँ यस्तै हो, टाइम पनि मिल्दैन होइन। त्यहाँ चाहिँ म सबै कुरा गर्छु उहाँहरूसँग। कसरी स्टोर इस्टाब्लिसमेन्ट भयो, कसरी खोल्ने सोच बन्यो होइन, लगायतका कुराहरू हामी छिटै नै खिच्छौँ एउटा भिडियो। त्यसपछि एउटा स्टोरी टाइपको पनि तपाईँहरूले देख्न पाउनुहुन्छ छिटै नै मेरो च्यानलमा। अहिलेलाई म यहाँ एउटा लिन आएको थिएँ नुडल्सहरू अनि केही सामान्य मसलाहरू, नजिकै थिएँ अनि पसिहालेँ। त्यसो भएको भएर चाहिँ यो भिडियो सर्ट नै हुन्छ है। तपाईँहरूलाई चाहियो भने उहाँहरूसँग डाइरेक्ट टिकटक थ्रु कन्ट्याक्ट पनि गर्न सक्नुहुन्छ होइन। र यो नेपाली झन्डा, अगरबत्ती होइन, यो पाला, सबै चिज पूजा सामग्रीको पनि यहाँ एभाइलेबल छ। पूजा सामग्रीको सामान पनि लिन सक्नुहुन्छ।
नेपाली नाङ्लो सुपो होइन, ट्रेडिसनलदेखि खाद्य वस्तुसम्म सबै एभाइलेबल छ होइन। कोलगेट, एलोभेरा जेल, यो ड्रिङ्क्सहरू त भइ नै हाल्यो। बफ ज्याग्री पनि एभाइलेबल छ। करेन्टको स्टिक, नेस्लेको मिल्क पाउडरदेखि लिएर छोडा, यहाँ विभिन्न प्रकारका अचारहरू पनि एभाइलेबल छ है। डल्ले गार्लिक, सेजवान सस, तामाको अचार, अन्जनाको अचार पनि छ है यहाँ। यो ह्यान्डिक्राफ्टहरू पनि पाउनुहुन्छ है, ह्यान्डमेड उलन टोपी, अनि यो चाहिँ ब्याग होइन, अनि यो क्युट क्राफ्टहरू, चकटी। अहिले चाहिँ म सामान बोकेर निस्किसकेको छु है डाँफे स्टोरबाट। उहाँको अहिले म भिडियो लिइनँ होइन, कस्टमरहरू पनि हुनुहुन्थ्यो। उहाँसँग हामी छुट्टै एउटा इन्टरभ्यू सेसन गर्छौँ, किनभने मैले तपाईँहरूलाई कमिट पनि गरेको थिएँ टक विथ प्राञ्जलको पोडकास्टिङ अथवा एउटा सानो इन्टरभ्यू सेसन चाहिँ म चलाउँछु मेरो च्यानलमा भनेर। र फर्स्ट एपिसोड चाहिँ म डाँफे स्टोरबाट गर्छु। सबै थोक मिल्यो भने नेक्स्ट विकसम्म म अर्को एउटा एपिसोड गर्छु होइन, किनभने यहाँ समय नै मिल्दैन क्या। मैले 2 महिना अगाडिदेखि अप्रोच गरिरहेको थिएँ, मेरो मिल्दैन, कहिले उहाँको मिल्दैन होइन। उहाँसँग त त्यसपछि मेरो कुरा भएन, मेरै आफ्नो समय मिलिरहेको छैन। त्यसो भएको भएर यहाँ चाहिँ समय मिल्ने बित्तिकै हप्ताको एउटा एपिसोड भए पनि म लिने प्रयास गर्छु। भएन भने 2 हप्तामा एउटा, अथवा सकिएन भने महिनामा एउटा त अवश्य पनि एउटा पोडकास्टिङ नेपाली, विशेष गरी नेपाली दाजुभाइहरू जसले क्यानाडामा रहेर उद्यमशीलता गरेर बस्नुभएको छ, उहाँको स्टोरी पनि सुन्न लायक छ। अहिले सबै कुरा म भन्दिनँ, सबै कुरा चाहिँ तपाईँहरूले पोडकास्टमा देख्न, हेर्न, सुन्न पाउनुहुन्छ, बुझ्न पाउनुहुन्छ। र क्यानाडामा रहेर स्टुडेन्टहरूलाई अथवा बिजनेस गर्नु मन छ, म आफै पनि स्टुडेन्ट छु अहिले होइन, सबैलाई बिजनेस गर्नु मन छ भने पनि एउटा इन्सपिरेसन हुनसक्छ होइन उहाँको कुराहरू। त्यही भएर त्यो भिडियोको लागि तपाईँहरूले वेट गरेर बस्नु होला। अहिले चाहिँ डाँफे स्टोरबाट 2 झोला भएको थियो, मेरो पछाडिको ब्यागमा, ल्यापटप ब्यागमा 1 झोला खनाएँ र 1 झोला यो लिएर हिँडेको छु। अब यो भिडियोलाई यही नै म एन्ड गर्छु है, किनभने म यहाँदेखि, मसँग ब्यागमा पनि सामानहरू छ, त्यही भएर यहाँदेखि म अब ट्रेन चढेर सिधै किङ जर्ज जाने हो। त्यही भएर तपाईँहरूले लाइक, सेयर, सब्सक्राइब गर्नु भएको छैन भने लाइक, सेयर, सब्सक्राइब गर्नु होला। र आगामी दिनहरूमा के कन्टेन्ट पनि चाहिएको छ, केही न केही मलाई फिडब्याक पनि छोड्नु होला कमेन्ट सेक्सनमा। त्यही भन्दै यो भ्लगबाट म तपाईँहरू माझबाट बिदा माग्छु। आउने भ्लगहरू तपाईँहरूले हेर्न पाउनु नै हाल्नुहुन्छ मेरो टक विथ प्राञ्जल भन्ने युट्युब च्यानलमा। त्यति बेलाको सम्मको लागि उजेल पर्छु। नमस्ते।